काठमाडौँदेखि बेगनासताल र धोरपाटन हुँदै मोदी खोलाको त्यो क्रेजी नाइट हाइक पछि फाइनली हामी झिनु आइपुग्यौँ। सो आई वेलकम यु अल टु द फाइनल एपिसोड अफ आवर ट्राभल सिरिज। हामी तातो पानीबाट झर्दैछौँ अब। आज काठमाडौँ गइन्छ अनि अब यात्रा सकियो। रमाइलो भयो जे होस्। यो भिडियोमा आई हेभ च्यालेन्ज माइसेल्फ टु डु 3 थिङ्स: to interact with a local person, to make a new friend, and to head back to Kathmandu. So stick around to find out how many of these 3 challenges can I complete today. Upcoming scene is so beautiful, please enjoy it. You put us in social media. Enjoy your trip. Thank you. This place made me feel thankful that I was alive and I was able to witness firsthand. Such a beautiful place, man. Himal dekhirasa the. I had no idea that I would end up in Jhinu village when we left Kathmandu for Dhorpatan. Tara Dhorpatan bata farkera yaha aipugdakheri chai we felt that we made the right decision. न त म न त नवीन हाम्रो जिन्दगीमा कहिले तातो पानी गएको थिएन. हट स्प्रिङ वाज अ न्यू एक्सपिरियन्स फर अस. अल्सो माई फ्रेन्डसिप विथ श्रीपाली स्टार्टेड हियर, सो इट्स अ विन विन आई गेस. दिस वाज द मोस्ट ट्रिकिएस्ट पार्ट अफ आवर इन्टायर ट्रेक. हामी अस्ति आउँदाखेरि चाहिँ यो बाटो खन्दै थियो कि कम्प्लिटली फरगट अबाउट द्याट. लाइक अर्को बाटो अर्को रुट पनि थियो होइन. बट दिस वाज द सर्टकट. Intense there. Soil was loose, no proper place to grab, and it was sketchy as hell. La ta dai. Taso आइयो. ए. हाँ? आइपुग्यो यार. सिस्टम समात्यो क्या हो? अन्त त्यहीँ रहेछ मलाई. म यहाँ साथीको लागि ढुङ्गा खोज्दैछु. एभ्रिथिङ वाज 10 on 10. द भ्यू 10 on 10, भाइब्स 10 on 10, पिपल 10 on 10, फुड 10 on 10, एयर 10 on 10. Like nothing could have made it better. This was a wholesome experience to say the least. यत्रो हिँडेपछि हामी अनि यो दिदीको चिया पसलमा बसेर चिया खाँदै गफ गर्दै बस्यौँ एकछिन. पानी पनि त यति बेसी भयो भने त्यो आफ्नो भन्दा त गइहाल्यो. उत्रिनु छैन क्यास के हो के रे पौडिनु पर्यो होइन भन्नाले अब यतिसम्म चाहिँ सकिन्छ भन्ने हुन्छ नि त आफूलाई. झन् भुइँ टेक्यो भने त एकचोटि ध्यानमा सिस्टम त माथि त्यही भएर त 7 फिट भनिरहेको. 7 फिट भने त्यो तर थाहा छैन नि त आफूलाई. किनभने पोखरा क्यान्सल भएर यतै बस्नु पर्यो. कहिले गएको? हिजो गएको कि अस्ति गएको? अस्ति बेलुका. धन्यवाद दिदी. यहाँबाट चिया खाएर वी कन्टिन्युड अन आवर जर्नी टु मोदी खोला हाइड्रो पावर बेस क्याम्प. किनभने हाम्रो बाइक त्यहीँ राखेको थियौँ अनि त्यहाँबाट हामीलाई काठमाडौँको लागि निस्किनु पनि थियो. चिल छ होइन? कस्तो दामी छ यार. ए लास्ट भयो लागिरहेछ यार मलाई त. पिएम कस्तो भइरहेछ त घुमघाम? बुढाबुढी अनि बुढी र म बुहारी छोरो. ल त बुवा एकदम राम्रो लाग्यो ठाउँ हामीलाई होइन? राम्रो लाग्यो. ल ख्याल राख्नु, म जान्छु अहिले है. आऊ
ओ सानो या लप्सी खाइँदैछ हामी है। यो बनाउन कति समय लाग्छ? लाग्छ 2.5 दिन जति लाग्छ, सिलाउने 1 दिनै लाग्छ। झ्याउलो क्या त्यो यसो बस्दाखेरि किन त्यतिकै हराउने भनेर आँसी नाम्लो हाल्ने बिहा के तपाईँहरूले झोला बोक्छ, झोला यो हो। के भन्छ रे यसलाई? भाङ्रा भाङ्रा। गुरुङ मगरहरूले बढी चलाउँछ। के भन्छ यसलाई चाहिँ? यसलाई यसको नाम छ? हजुर भाङ्राको तान भन्छ के अरे? भाङ्राको तान। दिदीसित कुरा गरेर हामी हाइड्रो पावरतर्फ लाग्छौँ हाम्रो बाइक लिनको लागि। यतिका दिनको यात्रा पछिको यादहरू बटुल्दै अब हामी काठमाडौँ फर्किने बेला आइसकेको थियो। अब हामी मलेखुको लागि हिँड्यौँ, भिडियो खिचिँदैन आज। अब सिधै आनन्दले जाने ल बाई बाई। एट द एन्ड अफ द डे लाइफमा केही पनि पर्मानेन्ट छैन। 4 दिन अगाडि सुरु भएको यात्रा आज अन्त्यमा आइसक्यो। यो समय, यी मानिसहरू अनि यो ब्युटिफुल सिनेरी सबै टेम्पोररी छन्। त्यही भएर बी माइन्डफुल, बी प्रेजेन्ट एट द मोमेन्ट एन्ड लिभ योर ह्याप्पिएस्ट लाइफ। हामी अहिले मलेको आइपुग्यौँ। मलेको लोकल बाछा खाइँदैछ। र त हामी खान्छौँ भाइ। यस्तै छ है, सकिन लाग्यो। अरू पनि यस्तै भिडियोहरूको लागि प्लिज लाइक, कमेन्ट, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु। सी यू गाइस सुन।